धेरै टाढादेखि आएर सरसँग आज हामी यसरी घुम्न पाएका छौँ। आज हामी धेरै रमाइलो ठाउँमा जाँदैछौँ। केही सिनपछि हामीले यो भ्लगमा राख्नेछौँ, हजुरहरूले हेर्दै गर्नु होला। हेलो गाइस, अब हामी पोर्टक्लाङ क्रुजमा चढ्दैछौँ। एनटीएसआई। गुड मर्निङ डिरेक्सन। ल अब हाम्रो जर्नी सुरु भइसकेका छौँ। हामीले टिकट पनि लिइसक्यौँ। टिकट देखाउनु सर? टिकट आइसक्यो। एक एकजनाको लागि सबैले टिकट पनि रेडी भइसकेको छ है। ओके, जस्तो हुनुहुन्छ सबैजनालाई गुड मर्निङ। ल हजुरलाई पहिलोचोटि हो सर यो भिजिट? फर्स्ट टाइम हजुर। फर्स्ट टाइम है। हजुर, तपाईँहरूकै डिएक्सएलकै हामी मित्रता सम्बन्ध डिएक्सएलले गर्दा यहाँसम्म आइपुग्यो। धेरै हाम्रो सरसँग भेट भयो, धेरै खुसी लागेको छु। गुड मर्निङ भन्न चाहन्छु सबैजनालाई। आज दोस्रोचोटि यो हामी मलेसियाको पोर्टक्लाङबाट डिएक्सएल साथीहरूसँग चाहिँ फर्स्ट टाइम मैले चाहिँ चिन्जान भेटघाट फर्स्ट टाइम हुँदैछ होइन। अनि हामी चाहिँ 4-5जना सरहरू हुनुहुन्छ, उहाँहरूसँग चाहिँ हामी मेरो नाम चाहिँ देवकुमार थामी। आज हामी चाहिँ यो पोर्टक्लाङको यो समुद्रमा चाहिँ रमाउनका लागि आज डिएक्सनकै थ्रुबाट चाहिँ हामी सबै ग्रेट सरहरूसँग चाहिँ हामी यहाँ एउटा भिजिटिङको लागि आइरहेका छौँ। एकदम रमाइलो छ वातावरण, एकदम रमाइलो मौसम छ। यो यस्तो अपर्च्युनिटीहरू चाहिँ हाम्रो डिएक्सनमा मात्रै सम्भव भएको कारणले चाहिँ हामी आज डिएक्सनको थ्रुबाट हामी यसरी रमाइलो गर्दै साथीभाइ सबैसँग चाहिँ यसरी घुलमिल रमाइलो गर्दै हामी हिँड्न पाएका छौँ। एकदमै खुसी लाग्छ सर, एकदमै खुसी लागिरहेको छ। अरूलाई पनि सबैजना भन्न चाहन्छु वेलकम टु डिएक्सन। गाइस, आज म घुम्न जाँदैछु। कहाँ भन्दाखेरि पोर्टक्लाङ पानी एनटीएसआई। गुड मर्निङ सम्पूर्ण है, नमस्ते भन्न चाहन्छु है। हेलो सर, अब हामी going to the next part. Every great leaders are with us today. Very happy. Sir, अनि रविन्द्र सर हेर्नु त। हेलो गाइस, सबैजनालाई भिडियो लाइक कमेन्ट सेयर गरिदिनु होला। Very nice place. हामी यहाँ आएको छौँ है। जीवनमा अनुभव गर्न पायो। प्रकृतिसँग हामी रमाउँदै आज
हामी स्टेसन आइपुग्यो घुम्ने ठाउँ सर। अब हाम्रो स्टेसन आइपुग्यो है। अब हामी तकरिबन 40 मिनटको यात्रापछि हामी हाम्रो गन्तव्यमा आइपुग्यौँ। फेरि यहाँपछि हामी जान्छौँ चाइनिज गाउँ। हाम्रो कुमार सर, रवि सर, हाई। हामी आइपुग्यो है। अब यहाँ मान्छे छ है, सबैजना मान्छे छ। पुरै यो बाइक चढ्ने काम हो। घुम्न जाँदैछ। अब हामी चाइनिज गाउँ आइपुग्यौँ बोटबाट। समय भनेको हामी बाइक राइडिङ, साइकल राइडिङ है। साइकल पनि देखिन सक्नुहुन्छ, पुरा साइकल छ। बाइकको पर छ बाइक, साइकल राइडिङ गरेर। म मिनम dulu, kawan. Mau minum dulu. यो हो बाइक राइडिङ है। हामी पहिला चिसो खाऊँ है सर, पानी तिर्खला। यो चाइनिज दोकान है, यो चाइनिज दोकान हो। यही कफी मिम सर। सरहरू चाहिँ अब बाइक राइडरमा जाँदैछौँ। यो कफी लिइसकेपछि यहाँ चाहिँ लिन्ची ब्ल्याक कफी र चिसो पानीमा चाहिँ घोलेर अब हामी लिएर सबै सरहरू यहाँ निस्किन्छ। अनि लिन्ची ब्ल्याक कफी, अनि यो लिन्ची ब्ल्याक कफी चाहिँ चिसो, अनि यहाँ जिमिनले चाहिँ एकदम राम्रो काम गर्छ है। जिमिन भनेको त जिमिनै हो। हाम्रो रविन्द्र सरले चाहिँ लिन्ची ब्ल्याक कफीको चाहिँ पानीको साथमा घोलिराख्नु भएको छ हाम्रो सरले पनि। अब हामी बाइक चढ्न लाग्छौँ है। बाइक अब हामी घुम्दैछौँ। हाम्रो सरहरू हाई गरिदिनु त। अब हामी बाइकमा, चाइनिज बाइकमा सबै घुमिरहेको छु हाम्रो। म पनि बाइकमा। ओके म पनि बाइकमा। हाम्रो सरहरू पछाडि आइराख्नु भएको छ। ऊर्जा छ यो हाम्रो जो ब्ल्याक कफीहरूको। त्यसको हाम्रो नयाँ भाइ होइन, दिल कुमार, हाम्रो देव कुमार खानी, हाम्रो रविन सर जस्तो होइन, नयाँ साथीहरूसँग भेट गर्न पाउँदा यति खुसी छ कि सुतेको निन्द्रा पुगेको फिलिङ भइरहेको छ। अनि हाम्रो इनर्जेटिक त हाम्रो अब अग्रज व्यक्तिको हाम्रो कृतिमान सरलाई चाहिँ के भनौँ, उमेरले 3 विषय लाग्नु भएको छ। इनर्जी भने नि उहाँ पुरा बच्चा जस्तो कि अझै पनि खेल्दै रमाइलो गर्दै हामीसँग हिँड्दाखेरि यति हामी खुसी भएको छौँ। अहिले हामी यहाँ बाइक राइडिङ गरेर थकान बुझिरहेको छौँ। यसरी आनन्दले गरिरहेको छौँ, रमाइलो छ। अझै भनिदिनुहुन्छ अझै गएर नाच्नु हो, रुममा गएर इनर्जी गर्नु हो भनिदिनुहुन्छ। हामी सो ह्याप्पी। हामी चाहिँ मस्त गर्नुपर्छ। अहिले सबैलाई समावेश हौँ, हामी रमाइलो गर्नुपर्छ, सबैजना मिल्नुपर्छ। हस्, यो सबै इनर्जी भनेको चाहिँ हाम्रो डिएक्सन कम्पनीको लिन्जी ब्ल्याक कफीको इनर्जी हो। गुड मर्निङ डिएक्सन। गुड मर्निङ। हाम्रो सरहरू घुमेछ। हाम्रो रविन सर है। ओहो ल, यो चाइनिज गाउँमा आऊ बाबा आऊ। आउनु। ओके वाह, थकाइ लाग्यो है। ओहो, बाइक एनर्जेटिक। हाम्रो कीर्तिमान सर इनर्जी भनेको त यति छ नि उहाँसँग। सर ल। मैले हान्छ अहिले भिडियो हान्नु ल मेरो। फोटो पो भइरहेको रहेछ।
चाइनिज गाउँको यो स्पेसल बाइक कतिपय सरहरूले यहाँ आएर चढ्नु भएको छैन भने नछुटाउनु भने बाइक चढ्दाखेरि एनर्जी थप्दो रहेछ के सर यो बाइकहरू पनि राखिसक्यो अब हामीले लगभग 1 घन्टा हामी खेलिसकेर लगभग अलिक पसिना पनि आयो है आयो नि सर पसिना आयो अरे वाह इनर्जी हातमा ब्ल्याक कफी लिन्जी ब्ल्याक कफी यो इनर्जी आज हाम्रो नयाँ भाइलाई पनि नचाउँदै 2 जना सरहरूले हाम्रो दिलकुमार भाइ हेर नाचेको अरे वाह सो ह्याप्पी यहाँ इनर्जी भनेको यो हो ए सर आउँदै हुनुहुन्छ फेरि यता हाम्रो अर्को नयाँ सर आउँदै हुनुहुन्छ फेरि आज हाम्रो इनर्जेटिक लिडरको साथमा सबै साथीहरूलाई नचाउँदै पृथ्वीमान सरले अरे वाह ए अब यतिखेर हामी अब यो नाचेर म क्यामेराम्यान बनिरहेको छु है आज लगभग हामी 2 घन्टाको यात्रापछि अब हामी सर घाम लागिरहेको छ मलाई घाम लागेर पनि अझ खुसी दिलाएको छ